मेरो ब्याचलर पछि चाहिँ मेरो 6 इयर्सको ग्याप थियो र 6 इयरको ग्याप पछि चाहिँ मैले युएसए जानुपर्छ भन्ने युएसए पढ्छु भन्ने मैले डिसाइड गरेँ र युएसए को लागि एप्लाई गरेपछि युएसए मेरो रिजेक्ट भयो। त्यसपछि मैले अब न्युजिल्यान्डको लागि एप्लाई गर्छु भनेर मैले 2025 मा चाहिँ न्युजिल्यान्डको लागि एप्लाई गरेँ र मेरो भिजा आयो। अलिकति मैले चाहिँ अब इन्जिनियरिङ रिलेटेडै अलिकति होस् अनि इन्जिनियरको लागि राम्रो होस् भन्ने कुरा रिसर्च गर्दाखेरि चाहिँ न्युजिल्यान्डलाई चाहिँ अलिकति मैले राम्रो देखेँ। अनि के गर्ने त भन्दा अब एप्लाई गरौँ न त भनेर मैले एप्लाई सुरु गरेँ। अनि मैले एप्लाई गरेर सबै मेरो डकुमेन्टहरू लगभग मैले 1 महिनामा सबै रेडी गरेँ। रेडी गरिसकेपछि मैले मे 11 मा मैले भिजा लज गरेँ। त्यसपछि भिजा लज गरेको लगभग 20 दिनपछि मेरो इन्टरभ्यू हुन्छ भनेर मलाई एउटा मेल आयो र इन्टरभ्यूमा चाहिँ मलाई सोधेको क्वेसनहरू चाहिँ अब त्यही वर्क रिलेटेडै सोध्यो। अब किनकि मेरो 6 इयर्सको ग्याप भएको थियो क्वेसनहरू मलाई सोध्नु भयो र के गर्छ त पछि अब प्लान आफ्टर ग्रेजुएसन के छ भन्ने कुराहरू पनि अब त्यहाँबाट धेरै कुरा सोध्नु भयो। त्यसको भोलिपल्टै आइपी आइहाल्यो। अनि आइपी आएपछि अनि अब फी कसरी पेमेन्ट गर्ने सबै कुराहरू थाहा पाइसकेपछि सबै प्रोसेस गरेर मैले फीको लागि इमिग्रेसनमा पठाएँ र इमिग्रेसनमा पठाएको 1 बिजनेस डेमै मेरो भिजा पनि आइहाल्यो।